हेलो साथीहरू, जय मसी, नमस्कार तपाईँहरू सबैजनालाई। आज चाहिँ म साथीहरू तपाईँहरूलाई एउटा धुले अचारको रेसिपी भनेर मैले कसरी बनाउँछु भनेर तपाईँलाई देखाउँदैछु। यो चाहिँ मैले फिलिङ्गी भुट्दैछु, फिलिङ्गी भुटिएँ। अनि त्यसपछि सबैभन्दा पहिले त्यसपछि मैले कालो तिल पनि भुटेँ। अनि त्यसपछि यहाँ दुध पनि मैले राख्दैछु। यो कालो तिल भुट्दैछु मैले सेकेन्डमा। त्यसपछि मैले तोरी पनि भुटेको थिएँ साथीहरू, त्यो चाहिँ मैले भिडियो बनाउनु बिर्सेछु। त्यसपछि कालो तिल पनि भुटेँ। अनि यो चाहिँ जोस् नाम चाहिँ आएन अहिले ठ्याक्कमुखमा, दिमागमा चाहिँ आइरहेछ मलाई। अनि भटमास भुटेँ। भटमास मैले अब साइडमा एउटा दुध पनि दही बनाउनुको लागि मैले बनाउँदैछु साथीहरू। त्यसपछि यो भटमास चाहिँ मैले यहीँ किनेको। अनि त्यसपछि भटमास किनिसकेँ। त्यसपछि मिक्स गरेँ। यहाँ चाहिँ 4-5 खालके गेडागुडीहरू छ। अनि त्यसपछि लसुन अदुवा ठिक्क पारेँ। कबिरे खोर्सानी पनि मैले रेडी पारेँ। त्यसपछि मैले कफी पनि जाँगर चलाउनु है कफी पनि पिउँदै बसेँ। अनि लेमन पनि मैले रेडी पारेँ साथीहरू। फाइनली यसको लुक्स चाहिँ यस्तो भयो। मैले पिसेर बनाइसकिसकेँ, रेडी भयो धुले अचार। त्यसपछि साथीहरू मैले चाहिँ यहाँ यसको यो एकदम मिठो भएको छ है साथीहरू। त्यसपछि मैले यहाँ रोटी पनि पोल्नुलाई अनि रेडी पारिरहेको छु। फाइनली रोटीको लुक्स पनि यस्तो आयो साथीहरू। हेर्नु त कस्तो मिठो खाउँ लाग्ने रोटी बनाइरहेको छु साथीहरू। त्यसपछि मेरो भिडियोलाई कमेन्ट अनि सेयर सब्सक्राइब गरिदिनु होला साथीहरू। धन्यवाद।